एभ्रिवान वेलकम टु माई च्यानल। आमाले खाना आज नयाँ वर्षको दिन खाना खुवाउने विचार गर्नुभएको छ। सबैजनामा ह्याप्पी न्यू इयर। आमा छोड खाने दुईटा सिस्टर आमाले मासु भात मासु र भात मात्रै यो डाली हिजोको भैँसीलाई हालिदिउँ ल यहीसित खाऊँ बोल्न त पर्यो त्यही त बोल्न त पर्यो नि आमा नयाँ वर्षमा त झन् बोल्न पर्यो राम्रो राम्रो हो नि त आमा आमा कस्तो पकाएको छ गाडी नगरी जस्तो भयो नि आमा हातको मिठो हुन्छ आऊ कान्छी छोरी आउनु अरे नयाँ वर्षमा आमाको हातको खाना पाएपछि सधैँभरि आमाको हातको खाना पाइन्छु के आएको बाँचे मनी साउन सक्ला खाम्ला किन अरू मर्ने बाँच्ने त आएको रे झन् केको झन्की गर्छ क्या नानी अझै ठिक भएन अलि तल गएर देखेछ आमालाई सन्चो नभएर कान दुखेछ अरे आमाको कान दुखेछ भात नि अलि गिलो छ घरेको चामल पकाएको कहाँ जाएर खै आमाले खाना हेर्छ तिमी खुर्सानी खानु भयो त्यहाँ ढोल खाऊ तिमीले चाक्छिन्छ आऊ नानी आमाले खुर्सानी खानु भन्नुहुन्छ पानी पानी आफै निकाल्छ मामा गिलास आफै निकालो अब सबै आफै गरे गर्छन् नगरे गरेन खोइ त झोल तपाईँलाई झोलै छैन झन् ए यहाँ छ जति भने सबै खाने मलाई त्यति खानु लागेको नि सुन त म्याडम खानु नै होइन र भात आउनु त आमा खान थाल्नु भयो खाना थाल्नु पर्छ